ल नमस्ते सम्पूर्णलाई मेरो च्यानलमा स्वागत छ। अब हामी चाहिँ मछुवाडे परियो माछा मार्नु जाँदैछौँ। अब के कस्तो हुन्छ हैन। आज यहीँनिर झन्डै घाम लागेर 11-12 बज्नु आँटिसक्यो। अब माछा पर्छ पर्दैन हामी अब कोसीतिर चाहिँ जाँदैछौँ। कोसी हुन्छ कि अब पोखरीतिर हुन्छ हेर्दै जान्छौँ कहाँनिर पर्छ कहाँनिर छ। अब त्यहीँनिर साथीहरूले फोन गरेर बोलाउँदैछ त्यहीँनिर जाने हामी। त्यहाँको भिडियो अहिले भरे पुगेर हामी देखाउँदै गर्छौँ। भिडियो हेर्दै गर्नु होला। अब यहाँनिर हाम्रो सबै सामानहरू रेडी भइसकेको छ पुरै। यो ब्याग पनि खतरा छ क्या। यो चाहिँ हामीले जहाँ जाँदा पनि यो ब्याग चाहिँ बोक्नै पर्ने हुन्छ। गाडी बाइकमा सजिलो हुन्छ। ल है त। ल अब हामी चाहिँ यहाँ मछुवाडे ग्रुपहरूको आज फेरि अब होइन रेडी भइरहेछ। अब हाम्रो कन्ट्याक्ट भइसक्यो। अब हाम्रो भतिज तल नभ्याउने दाजु आउँदै हुनुहुन्छ। हामी 3 भाइ यहाँ भइसक्यो। विशेष गरी आज चाहिँ हाम्रो भ्लग चाहिँ माछा सम्बन्धी रहनेछ। के कस्तो हुन्छ होइन। अब जाँदै गएपछि चाहिँ चारो जान्छ कि माछा आउँछ, दुईमा एक चाहिँ हुन्छ। अब सरकारले अब पैसा हालिदिँदैन होला। बाटोमा छ भने खोज्दै जाने, होइन भने भन्छन् गरेर चाहिँ अब कोसीतिर जाउँ भन्ने हामीलाई यहाँ जानकारी आएको हुँदाखेरि अब तर्राबाट दाइ आउँदै हुनुहुन्छ। इटडीदेखि भतिज आइपुग्यो भने उतै आउँछ, नभए अब हामी 4जना चाहिँ जाने भयौँ। हाम्रो भिडियोलाई चाहिँ अब फलो गर्दै गर्नु होला है। दाइहरू चाहिँ चढिसक्नुभयो। अब म पनि चढेँ। यो ब्याग बोक ठिक छ नि होइन दाजु। अब हामी तर्रासम्म चाहिँ यो यसमा जान्छौँ। अलिक उठाउ यो रड यस्तो छ क्या। ल अब ल लागौँ लु। त्यस पछाडि हामी अर्को गाडी पक्रेर जान्छौँ। निस्क्यौ नि त्यसो गरेको। बाटो छोड। यहाँ अब हामी आइसकेको छौँ। यहाँनिर अजय दाइकोमा आइसकेको छौँ। अब चाहिँ हामी होइन के कसो हुन्छ। अब ठ्याक्कै हामी पुगेर तपाईँहरूलाई यो ब्याग परि यो फिसिङ रड छ। यो ब्यागको साइड गोजीमा चाहिँ माछा बोक्ने झोला छ। तपाईँहरूलाई त्यो भरे माछा देखाइदिन्छु ल। के छ कान्छ ठिक छ लु लु। हामी चाहिँ खास चाहिँ कहाँ हिँडेको टिकटक बनाउनु अरे दाइ। यहाँनिर यो गेटअपमा आइरहेछ नि। म त होइन, म त भरे त्यहाँनिर यसो ड्युटी मात्रै बस्ने। को कता जान्छ के गर्छ भनेर ड्युटी मात्रै बस्ने हो। जतासुकै अरूले के गर्छ होइन। अब हामी चाहिँ त्यो उयसले उठ्छ कि अब त्यो यो अट्छ होइन। म त यस्तै निस्केको थिएँ कि अनि जाने भन्ने सल्लाह भयो। त्यतिकै हिँडेको नि त दाजु। लु लु ठिकै छ। यो रड अलिकति लामो 4-5 इन्च जति लामो भइसक्यो। हुन्छ ठिकै छ। मिलाउँ न। अब हामीले यहाँ सामान मिलाउँदैछौँ। दाजुले भित्र हालिसक्नुभयो। हाम्रो दाजुलाई चाहिँ माछुवाडे बनाएछ। केटाहरू सबै गेटअपमा सुटिङमै हिँडेको जस्तो भएछ त नि दाजु। हाम्रो दाजु चाहिँ चप्पलमा अरे सबै अरू चाहिँ अनि सबै अरू चाहिँ टिकटक हाम्रो दाजुलाई चाहिँ चप्पल लाउनु लाएर हेर न बिजोग बनायो। हेटेको यस्तो चाहिँ नगर्नु पर्ने हो यार। खै के गरायो ल जाउँ अब। लु चल्नु दाजु। ल म अब हामी चाहिँ लागिसक्यौँ दाइकोबाट। अब चाहिँ तपाईँहरूलाई अब यो बाटो लाँदैछौँ होइन। छैन त
यो अब हामी तलबाट ठ्याक्कै छिर्दैछौँ। अब ठ्याक्कै जाँदैछौँ। अब तपाईँहरूलाई हामी पुग्ने बेला फेरि त्यहाँको जग्गाहरू देखाउँदैछौँ। यहाँ चाहिँ अलिकति बाटो अलिकति उसो अगाडि मैलाको गाडी आइराखेको छ। के कस्तो हुन्छ होइन माछाहरू चाहिँ अब कति छ भन्ने कुरो चाहिँ जानकारी छैन। अब त्यहाँ सुने अनुसारले चाहिँ हामी हिँड्दैछौँ। भिडियो हेर्दै गर्नु होला। रोकिँदैन अनि यो चाहिँ के यसमा हुँदैन। योभन्दा अगाडि माथिल्लो फङ्सनहरूमा मात्रै हुन्छ। अपग्रेड। हामी चाहिँ फेरि बाङ्गे आइसकेको छौँ। यहाँदेखि उँभो जाउँ न। अब हामी यहाँ लोकेसन सोध्दै जाँदैछौँ। तपाईँहरू भिडियो हेर्दै गर्नु होला है। अनि बोराबाँध भन्ने जग्गा चाहिँ कहाँनिर पर्छ भनेर चाहिँ यहाँनिर सोधिरहेको छु। उँभो भनिरहेको छ। त्यो त माथि नै हामी अस्ति गएको ठाउँमा त्यही टिकटक यहाँनिर सोधिरहेको छौँ। यहाँ पनि सोद्धा हुन्छ नि त फेरि। त्यही रुख भएको ठाउँ पिपलको रुख भएको। यहाँ सोधौँ न एकचोटि। दिदी बोराबाँध भन्ने कता हो? यतै हो? थाहा भएन? बोराबाँध कताबाट हो? ल बल्ल अब चाहिँ लोकेसन हेरेर बल्ल आइपुग्यो। आउनु चाहिँ अब के हुन्छ फेरि पनि यहाँनिर सोध्नु पर्ने हुन्छ है। ए यही हो? यही ठाउँमा प्रश्न खोज्दा हरान दिएको। यो रहेछ ल। यो जग्गा आइपुग्यो बल्ल। अब चाहिँ हेर्दै गर्नु होला। अब भिडियो अलिक लामो हुन्छ। पर पुगेपछि चाहिँ म देखाउँछु है तपाईँहरूलाई। ल अब हामी आइपुगेको छौँ। बोराबाँध भन्ने ठाउँ आइपुग्यो। यहाँनिर हेर्दै गर्नुहोस् भिडियो है। यस्तो गाडी अलि धेरै यही ठाउँ रहेछ। बाटो अल्मलिएर है। ल ठ्याक्कै आइपुग्यो। ल अब हामी चाहिँ यो जग्गामा आइसकेको छु। अघि हिँडेको बाटो नचिनेर हामी धेरै अल्मलियो। अन्त त्यस पछाडि चाहिँ अब आइसके पछाडि हामी तपाईँहरूलाई यो भिडियो देखाउँछौँ। यहाँको श्रीलङ्का टापु भन्ने ठाउँ पनि जानुपर्ने थियो। तर आज भ्याइँदैन। रात परिहाल्यो। रात परेपछि गाह्रो हुने भयो। यहाँ दोकानहरू सबै आइसकेको छ क्या। ठाउँहरू यस्तो रहेछ। यहाँ चाहिँ कान्छा र म आउँदैछौँ। दाजु चाहिँ उता गाडी घुमाउँदै हुनुहुन्छ। अगाडि पर चाहिँ फेरि ट्र्याक्टर नाउमा ट्र्याक्टर तार्नु हाटिरहेको छ है। तपाईँहरूलाई म भिडियो चाहिँ देखाउँछु ल। हेर्दै गर्नु होला भिडियो। यहाँ चाहिँ हेर्नु तपाईँहरू ट्र्याक्टरमा चाहिँ नाउ होइन। नाउमा चाहिँ ट्र्याक्टर पारिपट्टि लानुको लागि एकदम गरिरहेछ। हेर्नु सक्नुहुन्छ। यहाँ गयो अब नाउ। ट्र्याक्टर चाहिँ लोड भएर चाहिँ नाउले चाहिँ ट्र्याक्टर लोड भएर लाँदैछ। त्यो चाहिँ कहाँ पारी जानुपर्ने हो? यसरी अब यो कोसी पारी छ पुरै। यसरी यहाँनिर लाग्छ। माथि फेरि बोट लागिरहेछ। त्यहाँ चाहिँ अब पर्यटकहरू आएको बेला चाहिँ रमाइलो इन्जोय गर्ने जग्गा चाहिँ यहाँनिर अहिले नयाँ बोराबाँध भन्दो रहेछ यो ठाउँलाई चाहिँ। अब गयो। तपाईँहरू पनि रमाइलो गर्नु छ भने आउनुहोस् यता बोराबाँधमा। यहाँ तलतिर पुरा चलिरहेछ। राम्रो छ दाजु? राम्रो छ कि छैन? यहाँ पर्छ है। म माथि छ है एरियाहरू। ल अब हामी तल जान्छौँ। फिसिङको अब जग्गा हेर्दैछौँ कतातिर छ। त्यतातिर अलिक ढिलो पनि भइसक्यो है। ल अब यो बोराबाँध भन्ने जग्गामा चाहिँ हामी आइसकेपछि सहर 7वटा सहर मारेर लाँदैछौँ। कराईमा तेल खारिराख्नु, मसला बनाइराख्नु। गाउँले हो। भरे जिरो चाहिँ सराप त छ। माछा चाहिँ नदेखाउँ। त्यो परेको माछा उतारेर भरे कसलाई दिनु कसलाई नदिनु हुन्छ है। ल लानुपर्छ। अब यहाँ भारी खोलिदिएर यस्तो देखाइदिउँ। यस्तो गरेर चाहिँ कान्छाले त सेफ्टी दाइले ल्याउनु भयो कि भएन? मेरो पो बिजो हुनै पर्यो यार। तालु पनि त्यही माथि। यहाँ 1 बिघासम्म छ मेरो त झन्। अब हो ल खोइ हो न। हाम्रो दाजु त हराउनु भयो त। लु लोड गरौँ। चारो त्यहीँ छ है। यहाँनिर छ। यता कुनमा हो हालेछ नि चारो। ल अब यो हामीले यो गर्दैछौँ। ठ्याक रिलहरू बनाऊ। हामीले लोडको लागि अब सबै गरिसक्छौँ तयारी। यो भाइरल जग्गा हो।
हामी आएको कुन ठाउँबाट आएको भन्ने कुरो मैले चाहिँ राम्रो भन्न सकिनँ। म गाडीभित्रै अल्मलिहालेँ। यता अर्कोले यता देखाइदियो, उता देखाइदियो अर्कोले। अन्त अब उहाँहरूको पनि गल्ती होइन। अब उहाँहरूले पनि एउटा भिडियो हेरेको अनुमानले बोल्नुभयो। तर हामी चाहिँ 7 ठाउँ चाहिँ राउन्डै लाएर आइपुग्यौँ कि अहिले ठ्याक्कै 1 बजी आइपुगेको छु। यस्तो छ यो ठाउँमा है। अब दाजु माथि गाडी राखेर कताबाट आउँदै हुनुहुन्छ। यहाँ दाजुहरूले चाहिँ अब रडहरू सबै अब यहाँ छ। आज हामी लगभग 17 केजीको सम्म चाहिँ पर्छ कि भन्ने चाहिँ एउटा धोको ल्याएर आएको छु। हामी त एउटै पऱ्यो भने पनि काम पुगिहाल्छ। पारी चाहिँ अघि त्यो ट्र्याक्टर पनि नाउँमा चढाएर लगिरहेको थियो क्या, त्यसरी तार्दो रहेछ। यता यस्तो छ करिब अब हामी यो ठाउँमा माछा मारेपछि तपाईँहरूलाई खुब साह्रो देखाउने पनि छौँ, खाने पनि छौँ। कता कता के हुन्छ है, नसराप्नु होला। यस्तै हो। माछा चाहिँ हान्दा हातै दुखिसक्यो। यस्तो झुन्डाइरहेको छु यहाँ आँखा अगाडि घुम्दैछु। फेरि यस्तो हान्नुपर्छ क्या। कोसीमा त चाहिँ यो ब्ल्याङ हान्ने। ऊ त्यो हाँस पारिदिनु नि दाजु, हेर्नु त हाँसको छेउमा हान्नु नि। त्यो यो खाने हाँस हाम्रै यो पार्दा केही हुँदैन त्यो। यहाँनिर कत्रो हाँस पनि रहेछ। पर्खिनु म तपाईँहरूलाई देखाउँछु, तर क्यामेराले भेट्दैन जस्तो छ क्या। यसरी हान्नुपर्छ हौ। यसरी हाल्नुपर्छ। सप्तकोसीमा हान्दाखेरि माछा भनेको यसरी हान्ने हो। अब यो कान्छाले बटार्दैछ, माछा कतिको आउँछ हेर्दैछौँ। अब हेरौँ। यहाँनिर एउटा हामीले हाँसलाई पनि पार्ने चाहिँ गर्दैछु, तर अलिकति अहिले हाँसै आएन। अलिक पर पुगिरहेछ क्या। उता दाइले पनि हानिसक्नुभयो। ल चक गर्छ गर्नुहोस् है। हेर्दै जाउँ कस्तो छ, माछा आयो कि आएन है त। ल अब यहाँ ढुक्को हाल्नुभएको छ। लु जाउँ। ए हेर्नु नि हाँस डुबो त फेरि त्यहीँ जाउँ न। त्यहीँ ढुङ्गाले हानु। त्यहीँनिर डुबो यार, कहाँ डुबो। लु जाउँ उँभो आउँछ। अब त्यहाँ हाँसलाई हामीले अब पासो थापिदिइरहेको छौँ चारो लाएर। अर्को पनि ढुक्कले उस गरेर हालिदिनुपर्छ होला हौ। पर भन्छ क्या। यता दाजु पछाडि गाह्रो हुन्छ फेरि। ऊ यता छेउमा आइसक्यो। लु अलिक माथि जाउँ न। ऊ आइसक्यो त्यहीँ। अलिक उतापट्टि जाउँ त। कस्तो मजाले क्या। फेरि डुबो त्यहीँ। यो कसम चाहिँ बाइकट होला पर्छ होला है। मुलाङ्गारे पऱ्यो भने यसको फेरि व्यवस्था हुन्छ चामाचुङमा। हेर कान्छा कहाँ हो उता। ला त्यसले नै दिनु नि त्यतैतिर। त्यही छेउमा हानिदिनु। त्यो अलिक उ डुबो दाजु हानिदिइहाल्नु नि त्यसकै छेउमा। त्यही डुबो। हो त नि छेउमा हान्नु त। त्यो धेरै टाढो भयो नि त। ए उता पनि निस्केछ फेरि। हाँस चाहिँ यता र उता गरिरहेछ क्या यो। आज चाहिँ यहाँनिर यो बोरा बाँध भन्ने ठाउँमा फिसिङ गर्नु आएको। 3 जना छौँ। जोडी बिनाको पाप भइरहेको छौँ। सबै वरिपरि जोडी नै जोडी। हामी मात्रै सिङ्गल पऱ्यो। के दशा लगाएर पानी खाँदै यहाँ चटपटे खाँदै आलुचप खाँदै। अब हेऱ्यो भने माथि जोडी छ। के भन्दो रहेछ म ऊ तलतिर पनि छ। एकचोटि कराउँ है के भन्छ। त्यता होइन हो यता हो हेर्दैछ है। पालक र पिलिक हामीलाई हेर्दैछ कि। दाइले झन् ढुङ्गै हानिदिनु अब त। सबै जोडीसँग छ। यहाँ आउँदा चाहिँ जोडी ल्याएर आउनु है। हामी जस्तै फेरि बिजोग भएर यसरी ढुङ्गामा बसाएर रमित हेराइ होला नि। फेरि रमित मात्रै हेराइ हुन्छ। अब उता छेउमा गएर बसौँ जोडी, उता गरौँ जोडी। अनि यहाँ सटपटे ल्यायो, पानी खायो, स्प्राइट खायो। त्यही नै मात्रै है। अब बोरा बाँधमा आउँदा चाहिँ जोडी ल्याएर आउनु होला। बिजोग होला नभए फेरि। कस्तो
कस्तो ठाउँ रहेछ त हौ राम 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 सबै जता हेर जोडी मात्रै क्या पेटरेको बोरावनको विशेषताहरू चाहिँ यस्तोहरू बोरावनको विशेषताहरू चाहिँ यस्तो छ खासै अब हामी चाहिँ घुम्नु आएको भन्दा पनि यहाँनिर यसो फिसिङको लागि आएको थियौँ है त्यो माथि चाहिँ फेरि यस्तरी तार्दो रहेछ क्या ट्र्याक्टर यसरी यसरी नाउमा अघि पनि तार्दै थियो यसरी तारिरहेको छु यो खो यो के हो यो के को बस्नु यस्तो ओ भाइ मेरो पल्सी भात छ पल्सी उठाइदेऊ ल हाम्रो रड छ रड त्यो भात छ सबै अल्झिन्छ अब ल ल यो उता मान्छेको जोडी यता हात्तीको जोडी यो के दशा हो राम 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 के हो बाफ्रे ट्र्याक्टर कहाँ लगेको पारी लगेको होइन उताबाट यता घुमा मिलाएको क्या त्यो ठाउँ त्यो टाउको अघि उतपट्टि फर्केको थियो नि त अब कुदाएर झार्नु पर्ने अगाडि सकिएको त्यो चाहिँ बनाएको ए गहिरो रहेनछ नि त दाजु मान्छेले तान्दैछ बसेर चटपटे खानुहोस् यस्तो रहेछ पास तान्दैछ ट्र्याक्टर उता ट्र्याक्टर यसरी यसरी नाउमा यसरी चढाउँदो रहेछ अनि यसरी तान्दो रहेछ